साहब कसरी समात्नु तपाईले अभियुक्तलाई? च्यापै समातिन्। च्यापै समातिन्। कसरी केको आरोपमा पक्राउ गर्नु भएको? उहाँहरूले विषादी लड्डु खुवाएर बेहोस पारेर किडनीको व्यापार गर्ने र अवैध रूपमा सुनको तस्कर गर्ने अभियोगमा समातेको हो। एसआई साहब, यसको श्रेय कसलाई दिन चाहनुहुन्छ? म यसको श्रेय मेरो श्रीमतीले दिन चाहन्छु। श्रीमतीलाई? मेरो श्रीमतीले त्यति बेला त्यसो नगरेको भए यति बेला यस्तो हुने थियो। अब तिमीसँग दुईटा उपाय छ हेर, कि खुरुक्क विदेश जाऊ कि मलाई छोड। मलाई यो दोस्रो अप्सन पो मन पर्यो त हौ। दोस्रो त अप्सन ठिक छ नि काइरा। मलाई बताउनु शैलीको अवस्थामा हुन्छ दादा। प्रेम के हो? प्रेम भने चाहिँ खासमा मेरो मामाको आफ्नै मामाको छोरा हो। मामाको छोरा के स्वादको मान्छे यार हाम्रो बुद्धि दादा यार। प्रेमको परिभाषा पनि थाहा छैन बुद्धि चाहिँ। थाहा छैन। पहिला उसमा पाठ्यक्रममा पनि थिएन के। पाठ्यक्रममा नि थिएन। साइली बलगर हैसे गधालाई त नि म मारिन छिरे नगर बाबु। गधा भन, घोडा भन, हात्ती, ऊँट जे भन्न मन लाग्छ भन, तर पाउन चाहिँ मान्छे पावै साइली। पाउनु चाहिँ मान्छे भयो, घोडा छोरा जे भने नि पाउनु चाहिँ मान्छे भयो। ठिकै हो त यार कुरा यार। कुराले यार सदा कुरा गरे अहिले यार। अनि तैँले साङ्गोलाई भेटिस्? भेट्यो। आँटेछ केटाले। आँट गर केटा, आँट गर। जसले आँट्यो त्यसले फाट्यो। एकछिन है, म मायामा अल्झे। ल छिटो आइजाऊ। मायाको झटारे पनि खाएर जान्छ कि? आमा हो, ढोलमा होइन। छ्या कति राम्री बाँकी। पोरपरारसम्म नाकभरि सिगान बोकेर हिँड्थ्यो। होइन यो ग्यापलाई के पाछ? केटा मान्छेलाई भैसा लाग्यो भने चिलाउनेको ठुटोलाई पनि 16 वर्षको तरुणी देख्छ भने केटा मान्छेलाई चिलाउनको ठुलो चिलाउनेको ठुलोलाई पनि किन अत्तालिरा? यस्तो पनि हस्पिटल हुन्छ? बेसी नबोल्नु है। अया 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 के भयो? रगत चचन आएको, औँले काटिदियो हेर्नु न। अया फेरि बढ्ता बोल्यो होइन? बुढाले पिसाब ना भने लाग्यो। खत्तम। गाह्रो छ बुढालाई यार। नजान्नु नि केही छैन। ल्याउ यो पैसा 10,000 छ। कहाँबाट आयो यत्रो पैसा? चोरले भेटाएन? चोरले तिम्रो कट्टु पो खोले त। मेरो चोरो त खोलेन नि। यही पैसा लुगाउनु त काम लागेको छ। त्यत्रो काम लाग्ने ठाउँ रहेछ। त्यो 5 लाखलाई पनि त्यही लुगाको भए हुन्थ्यो नि। काली गए गोरी आउँछन्। काली गए पो गोरी आउँछ। त्यो अलक्षिणी त पहिल्यै गोरी थियो। गाह्रो छ यार। अब गोरी गए त काली नै आउँथ्यो लाइन क्या नि। गाह्रो छ नि झन् बुढालाई कम टेन्सन छ। बिहा गर्नलाई लगन जुर्नै पर्छ दाइ। आफ्नै सुल्टिने तानेर ल्याउन है। लगन न अगन है ओइ कागबाट हो भने गु खान्छ। के हो यो? मायामा झटारो आयो हो। पछाडि फर्केर हेर त, तिम्रो बाउ आयो होला। ला अब के गर्ने? तिमी यहाँबाट भाग, म पिटाइ खाएर आउँछु। यतिको चाहिँ हुनुपर्छ क्या मान्छे। मायामा यतिको चाहिँ हुनुपर्छ क्या। पिटाइ खाएर आउँछ तिमी भाग। कस्तो सपोर्टिभ वाउ यार मा छ मलाई कि। यतिको प्रेम चाहिँ हुनुपर्छ है। हो खुब माया गर्छौ नि मेरो छोरीलाई? हो म पनि माया गर्छु। खत्तम। ओ बुद्धि, साथीको बहिनीलाई लाइन मार्छस्? साथीको भाइलाई लाइन मार्नु त। जान्दी भाइले क्या
के गर्छ किन खानु पर्यो यस्तो गनाउने सधैँ खान्छु त आजै मात्र गनायो के भयो तँलाई पुरै सुत्केरी बेथा लागे जस्तो छटपटाएर जस्तो सर टोयलेट छैन बुढालाई च्यापेर बाई बाई टाटा गुड बाई गाउँमा एउटी चाहिँ गतिले छ है अनि को छ र त्यस्तो त्यही सुबेदारको छोरी छोरीले छ त मलाई त टेरेन तँ आउँछ औँसी भएर के भयो अनुहार त पूर्णेको जस्तो झलल झलल बोलेको छ नि औँसी नाम मात्रै आउँछ भरे के हो त अनुहार राम्रो भयो भाइ के छ टेन्सन काहिले छ रे हुड्काल्यो गिलास छ त छ चाखौँ न पहिले तपाईको लभ म्यारेज कि एरेन्ज म्यारेज मेरो एरेन्ज हो तपाईको वाइफ र तपाईको एज कति फरक छ डिफ्रेन्ट 11 वर्ष जति 11 वर्ष कान्छी 10 व्यक्तिसँग विवाह गर्नुभयो 10 भनौँ न 10 वर्ष जेठो कान्छो हुँदा के कुरा चाहिँ मिल्दो रहेछ त म पनि अझ 11 वर्ष 10-11 वर्ष झर्दिने त्यसपछि 10-11 वर्ष झर्दिने ऋण लिएरै हैन र स्वागरातकै दिनमा त ऋणको कुरा नगर न अब भएको कुरा त गरे हो म पनि भएको कुरा गरौँ के कुरा आजदेखि यो घरमा म एक्लै सुन्नु परेन नि धेरै नमात्यो है भएको कुरा गरेको माया बुढा तिम्रो बच्चाले मलाई अङ्कल भने त कसरी सुन्नु हो गाह्रो छ यार यो त डेन्जरै हो नि यो त मन मुटु सब पोल्छ कि यस्तो भयो भने त कहाँ यार सक्दैन नि मन थाम्नै सक्दैन नि यस्तो चिन्ता नगर न मेरो बच्चाले तिमीलाई बाउनै भन्छ के है हो र मागेर मिलेन भागेर मिल्छ कि यो आँट चाहिँ यसरी गर्ने हो क्या के गर्छ म तिमीलाई माया गर्छ अहिले माया गर्छ भनेर त किन हान्ने त थपड क्या गाह्रो छ यार नाल पछि गएर अहिले हतार छ कसरी मरेछ है बुढा रिसाउँदा रिसाउँदै खुस्क्यो कि क्या हो माया माया गरेर क्या मरे गरेर मरे नि माया माया भनेर समय बिताउनु भन्दा बेलैमा बिहे गर्यो भने बेलैमा बच्चा जन्मिन्छ बेलैमा बच्चा जन्मियो भने बुढेसकालमा सजिलो हुन्छ कुनै मात्र गरेर बच्चा जन्माउने विचार छ कि क्या हो के भयो हेर डोल्नु म भन्दा राम्रो ह्यान्डसम अग्लो मान्छे हिमालबाट फुत तिमीलाई लिन आउला जस्तो चाहिँ मलाई लाग्दैन ठ्याक्क बेलैमा घरजम बसाइहाल्नुपर्छ खाली बिहेको कुरा गर्छ पाल्न सक्छ चौरी गरेर पाल्नलाई चौरी गरेर पाल्नलाई मान्छे त पालिहाल्छ नि अब के तोडले हाँसेको के भयो र यस्तो हाँसेको फोटो तपाईँको पासपोर्टमा तास्यो भने तपाईँले भिजै दिँदैन नि किन यति खुसी रहेछ नेपालमै किन विदेश पठाउनु पर्यो भनेर अलिक गम्भीर टाइपको केस सोचेर ल ल ल जाने 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 गम्भीर होइन त गम्भीर ल जाने कस्तो अनुहार बनाएको अहिले त धेरै गम्भीर भयो कि यो भयो नि बिहान बिहानै उहाँको जस्तो ओइ के छ म यहाँ चिया पिउन हो र दाइ के छ विचार जाने हो नि त भन्नु न दाइ भन्दैछु त जाने होइन त हामीसँग को हो तिमीहरू म चाहिँ हामी को भन्ने कुरा तँलाई हाम्रो ठाउँमा पुगेपछि थाहा हुन्छ हाल यसलाई गाडीमा दाइ हामीले गाडी पनि ल्याएको पहिला लिएर मिसलाई मन
गाडी नलिने गाडीमा हाल भन्ने हजान यार बुढा र एउटा सानो कुरा सोधौँ सर त एकदम मुड मान्नु चाहता त न सोध्नुहोस् कसरी सोध्नु हजुर गीत गाउन पाइला नि राजा गा मर लैला ओ मेरी लैला यो त दाजुले सोधे जानु है पोइला एक लात दिएर झार्देऊ तँलाई ल्या कहाँ जापानबाट कहाँ अमेरिकाबाट कहाँबाट आउने खाँदा खाँदा धेरै कुरा त कस्तो छ स्वाद बास्ना त हर आएको छ तर स्वाद चाहिँ छैन कपालमा दल्नुपर्ने क्रिम अनि रोटीमा दलेपछि कसरी स्वाद आउँछ के स्वादले भन्यो यार काबलमा थियो हजुर त स्वयं प्रकट हुनुभयो पैसा पाउनु प्रो प्रो मैले यो थप्पड खाएको कारण थाहा पाउन सक्छु कि मैले तेरो लागि काम गरेर खानलाई 2टा हात दिएँ अहिले उल्टै त्यही हातले भिख माग्छस् कारण त थाहा पाएँ ब्रो दोस्रो थप्पड खानुको कारण चाहिँ के होला ब्रो मन लाग्यो भन्दैमा जे पनि गर्न पाइन्छ त म्युजिक पाइन्छ त त्यो जे पनि गर्न पाइन्छ भगवान भनेर जे पनि गर्न पाइन्छ होइन ए बुद्धि तिमीलाई यसो बिहा गरौँ जस्तो लाग्दैन भने मैले त तिम्रो उमेरमा त तिम्रो बाउलाई नै जन्माइसकेको थियो उमेरमा त गाउँमै सखा पार्थ्यो कि अब बुढा होइन त्यस्तो त होइन 2-4 दर्जन त भ्याकै हो नोरी भनेको स्कुल बनाउन आवश्यकता छ यो गाउँमा भन्ने कुरा थाहा पाएर चाहिँ म आएको छु यो गाउँमा मलाई आशा छ तपाईँहरूले कुरा मलाई एकदमै सपोर्ट गर्नुहुन्छ स्कुल बनाउने हो कि यसलाई आफ्नो बनाउने हो